हेलो गाइज, तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई आइपिओ मेरो सेयरबाट कसरी अप्लाई गर्ने त्यो सम्बन्धी जानकारी दिनेछु। सबैभन्दा पहिला चाहिँ हामी प्ले स्टोरमा गएर मेरो सेयर एप चाहिँ डाउनलोड गर्छौँ। मेरोमा चाहिँ अलरेडी डाउनलोड छ। पहिला यसलाई ओपन गर्छु। यसरी ओपन गरिसकेपछि यहाँनिर चाहिँ पासवर्ड राख्छु म एकछिनमा। यहाँनिर चाहिँ मैले पासवर्ड राखेर म अप्लाई गर्दैछु, लगइन गर्दैछु। ल मैले पासवर्ड राखिसकेँ। यसरी चाहिँ इन्टरफेस खुल्छ। सबभन्दा पहिला चाहिँ तल हेर्ने होम, माई सेयर, माई आस्मा, माई पोर्टफोलियो र मोर। हामी चाहिँ यो माई आस्मामा जान्छौँ। यसरी गर्दा चाहिँ यहाँनिर चाहिँ आइपिओ भनेर आउँछ। आइपिओ अथवा आइपिओ भनेर यहाँ सेकेन्डरी मार्केटमा पनि खुलेको हुन्छ, त्यो चाहिँ भर्न मिल्छ। जस्तै यहाँनिर राइट सेयरहरू छ, त्यसलाई चाहिँ राइट सेयर, रिजर्भ सेयर भन्छ। जसको यो पहिला नै अलरेडी आइपिओ छ उनीहरूले मात्र त्यति नै किता भर्न पाउने हो। यो चाहिँ यहाँनिर चाहिँ अब ट्रेड टावर लिमिटेडको चाहिँ म आइपिओ गर्दैछु। यसलाई सिधै अप्लाई गर्ने। यहाँनिर अप्लाई गरिसकेपछि अब तपाईँ के पढ्न चाहनुहुन्छ भने यहाँनिर डाउनलोड गर्ने, त्यसको डिटेल हुन्छ। अनि त्यसपछि प्रोसेसमा जाने। यहाँनिर चाहिँ अब यदि छ डिटेल दिएको हुन्छ, कुन कुन कति तपाईँको अकाउन्ट नम्बर हुन्छ यहाँनिर। हामी चाहिँ यहाँनिर 10 किता भर्छु म, अलरेडी 1000 आउँछ। अनि यहाँ सिआरएन नम्बर भन्ने हुन्छ, तपाईँहरू पनि राख्नु होला। यहाँनिर चाहिँ मैले सिआरएन नम्बर राखिसकेँ। अब चाहिँ म अप्लाई गर्छु। त्यसपछि यसरी यहाँनिर चाहिँ लास्ट ट्रान्जेक्सन पिन माग्छ, म चाहिँ पिन राख्छु। यसरी पिन राखिसकेपछि हामीले अप्लाई गर्नुपर्छ। सक्सेसफुली अप्लाई भनेर यहाँ आइसक्यो। अब फेरि हामी यसरी जाँदाखेरि ल यहाँनिर चाहिँ एडिट भनेर आयो है। त्यो भनिसकेपछि चाहिँ हाम्रो चाहिँ सेयर हामीले भरिसक्यौँ र केही समय पछाडि चाहिँ यसको ओपनिङ डेट आउँछ। त्यसरी ओपनिङ डेट आइसकेपछि हामी त्यहाँ त्यसमा हाम्रो डिम्याट अकाउन्ट नम्बर हाल्छौँ। त्यसरी हालिसकेपछि चाहिँ हाम्रो सेयर चाहिँ हामीलाई पर्यो अथवा परेन भनेर चाहिँ हेर्न सकिन्छ। साथीहरू, तपाईँहरू नि पहिलोचोटि हुनुहुन्छ भने यो भिडियोलाई हेर्नु होला र मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब गर्नु होला। के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। हवस्, धन्यवाद।